Hi guys, welcome back to my channel. मेरो नाम रन्जिता तिवारी हो। अब हामी चाहिँ आज के च्यालेन्ज गर्न लागेको छौं, डाइस रोलर च्यालेन्ज, जसमा हाम्रो म बुझाउन पनि सक्दिनँ फेरि एक त यस्तो। यो डाइस रोलमा चाहिँ हामीले डाइस गर्छौं, जति आउँछ त्यति नै हामीले भाग खान्छ। हामीसँग चाहिँ करेन्ट चाउचाउ अनि भर्खरै मैले अर्डर गरेर मगाएको मोमो चाहिँ यसको फेभरेट हो, मेरो पनि फेभरेट हो त्यस्तो। आज उसलाई रुगा लागेछ, त्यही भएर उसले चाहिँ चिसो खान्न। अनि हामीसँग मोमो छ अनि मोमो पनि कस्तो प्याक त बनाइदिया रहेछ। ल दादा छोड्दे, चटनी हालौँ, चटनी भइगयो त। स्टार नि छ नि, यहाँ नआए तिम्रो, हाम्रो स्टार दिएछ। आउनु न के हेर्नुहुन्छ उहाँबाट हाम्रोले। मोमो चोर्न आउनुपर्छ। बाबाले के गर्नुपर्छ नि, हाम्रो मोमो लिन आउनुपर्छ नि। चटनीमा दिउँ नि बाबाले। ल अब हामीसँग रहेको छ के अरे यो कोक पनि। कोकेले खाने, म एक्लैले खाने हो कोक चाहिँ। कोक छ मेरो चाहिँ फेभरेट ड्यू हो, तर आज मलाई कोक चाहिँ खान मन लाग्यो। अनि करेन्ट चाउचाउ, मोमो अनि चटनी। ल अब हामीले सुरु गर्छौं हाम्रो यस खानालाई एक्साइटेड छ। ल अब रक पेपर सिजर गर्ने सुरुमा, किनभने कसको पालो आउँछ नि। ल रक पेपर सिजर, रक पेपर सिजर। ल सानीको पालो। ल ल अब हाम्रो उसको पालो आयो। ल्याइदिनु के अरे, सानीको पालो आयो। सानीले यो डाइस गर्ने, यसमा रोक एकछिन, यसमा हानिसकेपछि यहाँ देखाऊ। ल रोक, म यो ठुलो गराउँछु, यहाँ देखाऊ। अनि यहाँनिरबाट हान होइन। अनि त्यसमा रोक, यतिको गरेर कतिवटा आउँछ अनि त्यही अनुसारले तिमीले खाने। ल ल 3 चोटि। ल सानीले 3 चोटि खाऊ है। ल ल सानीको चाहिँ ओइ कता गइगयो। 3 चोटि आयो, उसले 3 चोटि खान पाउँछ। उसलाई चाहिँ बसेर खाना चाहिँ यस्तो अप्ठ्यारो। कुर्सी किन राखेको? ए ल 1 3 चोटि आयो सानीको। 3 चोटि आयो। अनि ओइ कता गयो? ओइ म त यो चाहिँ पनि खाने हतार छ मलाई नि खाना हतार छ गाइस। 2 चोटि भयो सानीको होइन। ए त मोमो मात्र खान्छ, पानी पनि फेरि। ए ल पानी छोडिदिन्छु तँलाई। ल 3 चोटि भयो। अब मेरो पालो नि। ल अब मेरो पालो चाहिँ फोन आयो के, नानीलाई उताबाट गर्दा दादा। मेरो 4 चोटि। अब हम 4 चोटि मौज करेंगे भैया। 1 गन्दै गरे। अहिले तेरो पालो है। 1 यो भयो नि, अब 1 चोटि यो। 2 3 4 हुन्छ। मिठो लाग्यो। 3 अब यो 4 है। यो गरेर 4 छोरो को यार। के आयो? हेलो गाइस, के आयो हाम्रो मुलामा? के यस्तो आउँछ गाइस? के आयो? यो प्रचार किन दिन्छ कि मलाई कति रिस उठ्छ यो प्रचार दियो भने।
के आउँछ ल अब सानीको पालो डाइस गर वा दुईचोटि मात्र दुईचोटि खाऊ है च्याउचाउ त रन्किन्छ अहिले धेरै पिरो त हाले छैन म आफै मेरो चोचो पोल्न एक गाइज हेर्नु है फेरि चिटिङ गर्यो भने ए दुईटा खानु पाइन्न एउटा अझ कति मजाले चिटिङ गर्छ गाइज यो कम त छैन बाठो केटो एउटा ब्रो अर्को झिकन ल दुई चिटिङ नो चिटिङ ल सानीको दुईचोटि आयो म पागल हो अब म 6 चोटि खान्छु गाइज इसका पसीना आ जाएगा मजा आया 6 चोटि खाने में अनि 2 3 4 5 गाइज ब्याकग्राउन्ड म्युजिक पनि आउला साइडबाट दादा भाउजू हेरिराख्नु छ हामीलाई खाएको सानो एकचोटि भने अब यो दुई सकाल्नु न दुईचोटि भयो 3 3 बनी 4 ये मैं खानुहुन्छ यो खानु खाइन पुरै 5 6 मरि पोलेर ल 6 चोटि भने ल हैन जे मेरो भी बस हाल्ने मेरो पनि सानीको यो हामी त रन्किन्छ केटो यसो 4 चोटि आयो गाइज दुईटा खाने म पिरोले पिरोले म त ल एक खाने ल 2 खायो लास्टमा यो चाउचाउ नि खानुपर्छ आएपछि त पालो चाउचाउ पनि खानुपर्छ हेर केटो है दुईटा ए पानी तेरो ए ल ठिक छ पानी छोडिदियो नि तलाई 3 मोमो भरिसक्न लाग्यो गाइज मोमो यति छ मैले के खानु म त चाउचाउ मात्रै खाछु ऐसा नहीं होता है भैया अब 3 कति भयो 3 अनि अब के 4 अब अनि 4 चोटि त सक्छु त अब मेरो पाली गाइस अब मेरो पाली ल म डाइस गर्छु 3 ल मेरो चाहिँ 3 चोटि आयो म त खाना पान्न क्या सोचे थिएँ एक नि सानी कति भयो 2 अहिले पालो आएपछि खाइस थोरै ल अब तेरो डाइस ल आफै गर्छ क्या 1 2 3 हट रोक्न कलुवा ल 3 मजा आयो अब यिनीहरु पनि ओ लड़का तू 3 तो नहीं खाएगा ये भी खा ये भी तेरा भाग है खा ले भैया हुन मैले मात्रै खा पिरो चाउचाउ खाने तैँले मोमो भातै खाने एक अनि यो पनि तँ धेरै खान पाइन्न फेरि सानलाई रुगाला खा ल यो एक हो यो खाना पर्छ 2 चोटि गयो 2 चोटि गयो हेर ल तैँले अब यो खाइस पनि 3 चोटि गयो सक्यो ल
3 ल सक्यो गाइज यसको किन यसले चाउचु चाखे थियो क्या ल मेरो है 6 सक्यो 5 ब्रो 1 2 5 मैले गरेको इ ल हेर सक्यो अहिले गराइस् नि त्यो त मन ल हेर 1 नि 1 मैं 10 आएपछि खाइदिन्छु 10 आन्न कि छाउँछ 10 पनि आइदिन सक्छ 2 अस्ति पनि दोकानमा ल्याएको 2 3 3 भयो 3 भयो 5 छुट्यो नि 3 भयो 3 भयो त अनि अब 4 4 भयो अनि 3 पछि 4 आउनु मैले खान पान्न मैले एउटा खाएँ ए मोमो खानु आफ्नो बाखान पर्छ तैले चाउचो पनि खान्छ खाइदे अहिले डाइस गरे हैन धेरै खाइदिम नगर 2 बजेछ अब 2 खाइदे 5 भयो अब 1 मेरो हुन्छ दुईटा मोमो सक्यो दुईटै मोमो थियो गाइस धन्नै मैले एउटा खाएछु अब चाउचो पनि खानु पर्छ हेरको त गेम हुन्न भाउजू को हालिदिउँ त गेम डिसमिस खोइ फ्रिजमा राखिदिइसक्यो दादाले रोहन मलाई एउटा मोमो बचाउनुहोस् ए सब मोमो सक्यो गाइस सक्यो अब यसको पालो ठ्याक्क कोक हुन्छ रियल च्यालेन्ज यहाँ अब चाहिँ स्टार्ट हुन्छ ब्रो ए है ल हालिदिउँ त कोक खान दादा ल ल अब अर्कोचोटि आउँछ ल है अब मेरो पालो 4 ए तैँले चिटिङ गर्छ गाइस यो बहुत उ छ ल 4 चोटि आयो नि पहिला एडी कोक खान्छ 1 2 गुम 3 यो मात्रै खानु न अब मोमो पनि साइकल 4 ल तेरो पालो हेडिङमा गलत गर्ने 4 चोटि के खान्छस् यो यो अनि यो ल ल हो ल अहिले चाहिँ पानी जोड्छ अब आफ्नो पालो कम त छैन केटो चिटिङ गाइस खाली त्यो झोल चाटिराख ल हेर्नु यस्तो खतरा नि हाम्रो यो सानी ओ पुरा पिरो खाइदियो गाइस 2 चोटि अब यो पानी 3 चोटि 3 4 ल खोइ खाए है ल के हुन्न ल अब त्यो म पागल भइहाल्छु 5 चोटि 2 3 4 5 गाइस 5 चोटि खाने हो 1 2 3 4 ल गाइस यो यस्तो फोरी मान्छेहरू छ मेरो यो गेम चाहिँ यहीँ इन्ड गर्छु मैले भयो यसले निकालेर म खान सकिनँ गाइस तै के गरिस् अन्त यस्तो अब तेरो बिल्ला हुन्छ हेर केटो म त्यो अपलोड गर्छु त सबले त आउँछ तेरो साथीभाइले इभानले त अब के हेर्ने सिरा निकाली यो खाएर सिगा ल गाइस
हाम्रो गेम चाहिँ यही इन्ड गर्छौँ मैले नि यो खान सकिनँ अब यसले निकाल्नसम्म निकाल्यो आज यहाँदेखि अहिले यहाँदेखि निकाल्यो यहाँदेखि अब हामी चाहिँ बाई गर्छौँ हाम्रो आज मुखबान चाहिँ यही भयो भन्न यही मुखबान राम्रो बाई किस गर न बाय बाय गाइस हम दूसरे ब्लॉग में मिलते हैं भन तिम्रो भन खाते हुए भन खाते हुए तुम्हें बोल के चुम्मा चुम्मा खाते हैं बाई गाइस पछि हामी भेट्छौँ ल अर्को नेक्स्ट भिडियोमा चाहिँ अहिले चाहिँ हाम्रो भिडियो चाहिँ यही इन्ड गर्छौँ बाई